प्रोग्रेस भएको त देखियो तर चाहे जति चाहिँ हुन सकेको छैन। हैन हुन चाहिँ हुन्छ डाक्टर साहब। ए हुन्छ हो, अरु पनि त उपाय छ नि। अब हामी प्लान बी मा काम गरौँ। त्यो भनेको तपाईको शुक्र किट चालेर उहाँको पाठ्यक्रममा राख्ने हो। त्यसले पनि भएन भने प्लान सी अर्थात् डोनर बैंक। गीता, डोनर बैंकबाट शुक्र किट ल्याएर बच्चा जन्माउनु पर्ने हुन्छ। अब यसको बारेमा तपाईहरु दुईजना पर्याप्त सरसल्लाह गर्दै गर्नु होला। होइन भनेपछि मेरो बिउ होइन अर्कैको। अब उपाय नै त्यही छ त, मैले के गर्ने। अनि अर्कैको बिउ राखेपछि मेरो चाहिँ कसरी हुन्छ डाक्टर? पोखरेलजी, तपाईको स्वीकृतिमा तपाईको श्रीमतीले जन्माएको बच्चाको भाउ तपाई नै हुन्छ, म थोरै हुन्छु र। पिता हुने सुख तपाईलाई नै मिल्ने हो। तर अहिले हामीले जे गरिरहेछौँ त्यो सफल भयो भने त डोनरको आवश्यकतै परेन नि। त्यसबारे हामी पछि विचार कुरा गरौँला राम्रोसँग। अहिले तपाईहरु उहाँसँग जानुस्। स्वार्थी हुने लोग्ने मान्छे। एकतिर बच्चा भएन भने किचकिच, अब आफूबाट नहुने भएपछि नचाहिने रे। अब रहर भयो भन्दैमा अर्कैको बिउ बोकेर आमा बन्नु त अचम्म कुरा गर्छ। यो पनि हामी दुईजना एउटै हो भन्थ्यो नि तिमीले, होइन? अनि तिम्रो मेरो सहमतिमा बच्चा हुँदा अर्काको कसरी हुन्छ? त्यसरी नै हुन्छ। कसको बिउ कसरी आफ्नो चाहिँ हुन्छ। यस्तो माया नहुने मान्छेले चाहिँ बच्चाको रहर किन गर्नु हो? यो तिम्रो अर्काको भावना नबुझ्ने छ नि, यसले गर्दा तिमीलाई भगवानले बच्चा नहुने बनाएको होइन। यति सानो सोचले जचाउने किन हिँड्नु पर्यो तिमीले अस्पताल? तिम्रो रहर चाहिँ रहर अनि हाम्रो रहर चाहिँ के खोया? मेरो चाहिँ मन हुँदैन आमा हुने, रहर हुँदैन बच्चा जन्माउने। मेरो शरीर त ठिक छ त, बिग्रेको त टेरो हो। अनि मेरो शरीरमा मेरो अधिकार हुँदैन कि तैँले बिहा गरी ल्याएको भनेर यो कोखरी जप गरिस् तैँले? धेरै प्यार नगरे झ्याक्ने। त्यति साह्रो रहर भएको भने जान त त्यही झाँक्रीकोमा झारफुक गर्न। अहिले केलले नै तेरो मुख चाटिदिन्छु, होस गरेर बोल। बच्चा चाहिने उसलाई नै, पिण्ड खुवाउनु पनि उसकै बाबाजीलाई। डक्टरकोमा जचाउनुलाई नि त होइन काठा। अब उसको कमजोरी नहुने भएपछि चाहिँ नचाहिने रे बच्चा। यसलाई चाहिँ भन्छ नि नामट। पुलिस त छैन रहेछ। मेरो सबै साथीहरूको घर बदमास छ, हामी पनि त्यतै घर बनाएर बसौँ न। अनि हाम्रो सुँगुर चाहिँ कसले हेर्छ नि? सुँगुर बेच्ने नि। हो म त सक्दिनँ, तिमी ठुलो भएर बनाऊ है। ए मेरो बा आएपछि बनाऊँ न। कहिले आउँछ मेरो बा? आउँछ होला। ए बहिनी एकछिन पक्नुहोस्, के छ चाहिँ गरौँ। ए केटा गरे। कुसिली लगेको सर, बेच्नलाई होइन। हामीलाई सब राम्रोसँग थाहा छ बहिनी। आजदेखि उपरान्त यो अवैधानिक रक्सी यसरी बेचबिखन गरेको थाहा पाइएछ भने राम्रो हुने छैन। ए त्यो रक्सी फ्याँक्दै जर्किँदै।
बियर चाहिँ बेच्न हुने रे घरमा पारेको रसी त झन् राम्रो होइन नक्कीपटको बाटो नाटो भए बाटोभरि पुलिस बसेर छ के भयो पुलिसले समात्यो क्या हो दोकानमा पनि लुकेर बस्दो रहेछ आजै चाहिँ तिमीलाई के खोज्न छिटो जानु परेको म आएपछि गएको भए पनि त हुन्थ्यो कान्छो हजुर तिम्रो बाबा कहाँ छ थाहा छैन थाहा छैन तिमीले बाबा देखेको छैन 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 अरे अनि तिमीलाई बाबा चाहिँदैन चाहिन्छ छैन बाबा छैन मलाई बाबा बनाऊ नि त कसरी म तिमीलाई कान्छो छोरा भन्छु तिमी मलाई बाबा भन भइ त हुँदैन त्यस्तो पनि हुन्छ म सधैँ स्कुल पुर्याउन जान्छु लिन आउँछु हुँदैन हुन्छ 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 औ मना यो मायाको डोरी जति बाटे उति लम्बे तान हुने हो कि सो भएर काठो पारी हाले भरे सिमले पुल पास बस्न नपुगेला हामी त लाग्यो है मेरी खास्टो काँधैमाथि हतार बोल्छ सँगै साथ भुइँछरी कौडा खेला भयो मन नलागिन छुट्टिने बेला सुल्टिने अझै काशीमा गाकी गौँथली बिरही गीत गाउँदैन आकाशै ढाकी कर्याङ कुरुङ हिमालतिर आउँदैन सँगसँगै म पनि फर्किआउने छु सुल्टिने अझै भोलिसम्म पनि फर्किनु भएन भने त यो माला पिए जस्तै म पनि हराउनेछु लौ फेरि पनि रक्सी नै पर्दैछौ जानेको सिप्ने यति छ बाजे भनेपछि फेरि पनि रक्सी माटोले खाने हो रक्सी नपारे त सुँगुरै भोके हुन्छ एउटा दोकानमा 3 पाने मागेको छ भोलि पनि लग्दैन भने त मार्छ मलाई बाटोभरि पुलिस बस्या हुन्छ के गरे लान्छौ त खै